guys, welcome back to my channel. आज चाहिँ खासमा चाहिँ मैले हिजै गरिसकेँ ब्लग, तर इन्ट्रो चाहिँ मैले बिहान गर्छु भनेको थिएँ नि त ब्लगमा। मैले हिजो इन्ट्रो नगरिकन ऱ्यान्डमली ब्लग स्टार्ट गरेको थिएँ नि त। सो वेलकम ब्याक टु माई च्यानल। अनि मेरो चाहिँ फर्स्ट ब्लग हो। अनि त्यसपछि मेरो पहिलाको च्यानलहरूमा त थियो डान्सको भिडियोहरू, तर अहिलेको यो नयाँ च्यानलमा चाहिँ मेरो फर्स्ट ब्लग हो। एन्ड देन आज चाहिँ हाम्रो फुड कर्नरको ओपनिङ छ नि त, सो त्यसकै मेमोरिजको लागि मैले थोरै सानो भिडियोहरू गरेको थिएँ। सो त्यही हो, अब त्यो भिडियो हेरौँ है त। यहीमा चाहिँ बोल्न मिल्छ है। यहाँनिर हाम्रो हुँदैछ रेडी। भोलि मेरो मिनी भ्लग पनि आउँछ, राम्रो छ नि। अनि यहाँनिर छ खुर्सानी केलाउँदै फुपूले चाहिँ यहाँ छ गिरिनाहरू सबै पकाइसक्यो। हामीले आलु धोएर ल्याइसकेँ फ्रेन्च फ्राईको लागि। हाम्रो सेभ हो उहाँ चाहिँ, हामीलाई सिकाउनु राम्रो कहाँ दिया तर त्यहाँनिर ऊ चाहिँ जतिखेर पनि मोबाइल हेर्ने काम हो है उसको चाहिँ, जतिखेर पनि मोबाइल हेर्ने है। तिमी जतिखेर पनि मोबाइल हेर्ने काम है। लानु खाना खान्छ खाना के लानु आफै खाएर दिन्छु ल, एउटा न एउटा केही न केही चाहिँ दिन्छु। गाई चाहिँ दिन्छु कि म साँच्चै दिन्छु होइन है। गाई चाहिँ भनिदिनु त, यस्तो हुन्छ त फ्रेन्च फ्राई नि खान पाएर। हेर्नु न यत्रो ठुलो चाहिँ खाँदैन है मान्छेले त। हो यत्तिको पो हो त फ्रेन्च फ्राई। गाइज फ्रेन्च फ्राई हाम्रो फास्टफुडमा आउनुभयो भने चाहिँ कर्नर के हाम्रो कर्नरमा आउनु, फास्टफुडको कर्नरमा आउनु भयो भने चाहिँ यस्तो फ्रेन्च फ्राई चाहिँ दुईवटा पाउँछ है, दुईवटा पाउँछ। हजुर कहाँ चना गाइज, म चाहिँ चना भिजाउन जानु हाम्रो घरको लाडली कहाँ आउँछु गर्न पनि। गाइज अब चाहिँ म माथि पानी खाँकी आफूले हेर्नु जानु पर्यो। माथि पानी खाँकी आएन भनेर हेर्नु जान्छु। त्योभन्दा अगाडि चाहिँ एउटा सिन हेर्नु है गाइज, हाम्रो गाउँ हाम्रो घरतिरको सिन हेर्नु है। म फर्स्ट टाइम भ्लग गरेको भएर अब सिन हेर्नु। कतिखेर आएको ए गाइस, पानी आछ अरे आउँछ अरे। हाम्रो मोटर बिग्रियो नि त, अब मोटर जल्यो नि त। अनि त्यही भएर मोटर जलेको भएर पानी भर्नु चाहिँ यहाँ आउनुपर्छ कि गाइस। अनि म चाहिँ डोको बोकेर जानु लाग्यो, डोको झर्न लाग्यो। डोकोमा लिएर आएको सजिलो हुन्छ नि त, अनि त्यही भएर डोको बोकेर जानु लागेको। अनि म चाहिँ पानी भर्नु लागेको कि मैले चाहिँ पानी भरिसकेँ। पानी भरेर पनि के अरे बोकेर जाँदैछ डोकोमा। अनि त्यसपछि के भन्छ अरे पानी लिएर पनि आइसकेँ। पानी लिएर आएर पनि राखिसकेँ, फ्रिजमा पनि राखिसकेँ। अब एकछिनमा गाग्री लिनु जानु छ, गाग्री भरिदियो नि त, यत्रो आयो पानी भरिदियो। अनि एकछिनमा म गाग्री लिन जान्छु। खासमा के हो भन्दाखेरि चाहिँ भोलि चाहिँ हाम्रो ओपनिङ छ फास्टफुडको। अनि त्यसपछि त्यसकै भ्लग हो। अनि दिस इज माई फर्स्ट भ्लग पनि। सो सबैजनाले लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि मैले सर्ट भिडियोहरू त हालिरहेको हुन्थेँ कि युट्युबमा, तर पनि अनि अलिकति ठुलै मेमोरिजको लागि पनि हुन्छ भनेर ठुलै भिडियो बनाएको मैले चाहिँ, ठुलै भ्लग बनाएको। अनि त्यसपछि र म हाल्छु होला भिडियो, किनभने लामो हुन्छ नि त। सो त्यही भएर म पार्ट 2 गरेर हाल्छु भिडियो। मेबी के हुन्छ हेरौँ। सो त्यही हो, फ्रन्ट क्यामेराबाट भिडियो गरेर आँखा त यता पो काट्छु त। त्यही चाहिँ म के अरे गाग्री लिन जानु लाग्यो। गाग्री चाहिँ भर्दै होला, यत्रो पानी आउँछ नि त, अनि टाइम लाग्छ क्या भर्नुको लागि। अनि त्यही भएर अब चाहिँ गाग्री लिनु जानु लागेको गर्ने भइसक्यो। म मरेँ, खोकी लागेको खाराले कि खुर्सानीको खारोले। पङ्खा चलाउँदाखेरि पनि
यो माथिको पङ्खा चलाउँदाखेरि पनि केही भएको छैन गाइज मर लाग्यो खाएर रे छु कि म चाहिँ यति पिनी भइसक्यो अझ यत्रो बाँकी छ यति चाहिँ पिनी भइसक्यो अब खुर्सानी पिनेर भेट्छु हे गाइज के अरे मान्छे होइन अनि काम गर्दा हजुर काम गर्दा गर्दा गाइज होइन रात परिसकेर चाहिँ कि बाहिर त हेर नि गाइज झमक्कै पुरै हो अब लुगा उठाउनु लागेको बेलुका पानी पर्छ नि त फेरि सो त्यही भएर चाहिँ गर्दैन छ गाइज अनि त्यसपछि यहाँ कमला दिदी काम गर्दै हुनुहुन्छ अनि यता सबैजना काम गर्दै हुनुहुन्छ यता अझै पनि यहाँ रात परिसक्यो अनि अब चाहिँ किन रोगेको छ किन रोगे नरोगे प्याच काट्दा काट्दा रोइरहेको छ मैले भोलि उयो खोल्न लागेको कि होइन अनि छोरीहरूले बिजनेस गर्न लाग्यो भनेर बाबा रुनु भएको कि प्याजले रुगो कि अनि गाइज हाम्रो घरमा आज मासु पाक्दैछ अनि गाइज साग पनि पाकिरहेको साग पनि पाकिरहेको मैले स्टोरी हालेको थिएँ त गाइज अर्ग्यानिक बुकेट भनेर अनि यहाँ चाहिँ खाना खाँदैछ कि मान्छेहरूले है सो गाइज अब चाहिँ म भर्खर खान लागेको अहिले चाहिँ 9:30 भइसक्यो होला अनि खाना मासु छ अनि साग अनि डल्ले खोर्सानी खानु लागेको गाइज हामी चाहिँ अब प्याक गर्दैछौँ सामानहरू अहिले चाहिँ रातिको कति 10 बजिसक्यो प्याक गर्दैछौँ सामानहरू भोलिको लागि सब रेडी पार्छ नि गाइज हजुर त्यो भेनिगर त्यो सबै मासुमा हाल्ने हो गाइज सबै हालिसक्यो सब सुत्छु गाइज सो गाइज म चाहिँ अहिले होइन थकित भइसक्यो क्या मेरो फेस चाहिँ कस्तो देखिरहेको छ नि त सो अहिले चाहिँ मैले प्राइजहरू गराउँदैछु क्या के अरे के को अब के राख्ने भनेर प्राइजहरू गराउँदैछु के राख्ने भनेर त भइसक्यो नि रेडी नै तर प्राइजहरू लेख्नु पर्यो नि त रेटहरू सो मेन्यु बनाउँदै थिएँ मैले चाहिँ बनाइसकेँ अहिले यो यत्तिकै बनाएको पेपरमा कपीको लागि बनाइसकेँ सो आजको भ्लग चाहिँ यति नै हुन्छ अब भोलिको भ्लग चाहिँ म भोलि नै कन्टिन्यू गर्छु भोलिको लागि चाहिँ म भोलि नै कन्टिन्यू गर्छु सो आजको लागि चाहिँ यति नै अनि के अरे सो कस्तो लाग्यो भिडियो लाइक शेयर सब्सक्राइब हजुर यहाँ चाहिँ म गाइज मम्मीसँग बोल्दै मेन्युहरू लेख्दै थिएँ अनि मम्मीले चाहिँ के भन्दा फर्स्ट मेरो बिजनेस जस्तो टाइपको पनि हो एन्ड माई फर्स्ट ब्लग पनि हो सो त्यही हो लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला इन्ट्रो चाहिँ म भोलि बिहान उयो गर्छु इन्ट्रो चाहिँ मैले बनाएको छुइनँ क्या मैले यत्तिकै ऱ्यान्डम भ्लग स्टार्ट गर्छु भनेर गरेको थिएँ क्या सो म चाहिँ धेरै बोलेँ सो आजको लागि चाहिँ यति नै